हेलो गाइस, आज त मैले भैँसीको गोबर फाल्दैछु है। यहाँ भैँसीको गोबर फाल्दैछु मैले। यसलाई यसरी मिच्नुपर्छ के, मिचेर मसिनो बनाएर फाल्नुपर्छ। त्यतिकै डल्लो फाल्ने हो भने अलि गोबर लाग्दैन नि त, त्यही भएर मसिनो बनाएर फाल्नुपर्छ। भैँसीको गोबर पनि कति धेरै हो, बाफ्रे बा। योमा फाल्छु है मैले, यो डुकीमा मल फाल्ने डुकी चाहिँ यो हो, यसमा फाल्छु मैले। यहीमा हालेर फाल्छु। अनि साथमा मेरो छोरा पनि छ है, पुण्डे। आज चाहिँ यसलाई हेर्ने नभएर, बुढी बाजे नभएर बोकेर काम गरिरहेको छु अहिले। ल गाइस, मेरो कुखुरा, लोकल कुखुरा धेरै त छैन तर थोरै भयो। गोबर फालिसकेपछि चाहिँ म फेरि अहिले बाख्राको लागि कालिझार काट्न जाँदैछु है। साथमा हँसेर नाम्लो पनि छ। अहिले चाहिँ बाख्राको लागि हो है, यो चाहिँ अहिलेको काम। कालेझार चाहिँ यही हो है, बाख्राको लागि काटिदिने कालेझार चाहिँ। जतातता यही छ, पुरै तलदेखि माथिसम्म पुरै रन बनाइ खाएको छ यो कालेझारले चाहिँ। ल है गाइस, मैले काटिसकेँ। अब चाहिँ यसलाई बोकेर जाने हो। भारी बोक्नुभन्दा पहिले चाहिँ यो पुन्टेलाई अगाडि लिन्छु है। आहे ल, अब यसलाई चाहिँ अगाडि अनि भारी चाहिँ पछाडि बोक्ने हो। म चाहिँ अब भारी बोक्नलाई रेडी, भारी बोक्दैछु है त। है गाइस, मैले भारी बोकिसकेँ। भारी बोकेर पनि म गइसकेँ अब। मेरो गुरुहरू, मेरो सम्पत्ति चाहिँ आइपुगे। अब चाहिँ छोरो र मेरो रेस्ट गर्ने टाइम है। अब चाहिँ बसिन्छ। अहिले चाहिँ म छोरोसँग खेल्दैछु। एकछिनलाई छोरोसँग खेल्छु अनि त्यहाँदेखि नास्ता खान्छु अनि गाई गोरु पुगाएर हेर्छु होइन। दादा दादा अब चाहिँ मैले नास्ता खाँदैछु है। दिउँसोको नास्ता चाहिँ आटो र सिस्नो हो, अनि एउटा मुही पनि छ।